सुँगुरको मासु के हर्को दियो मुला मुला अर्गानिक ठ्याक्कै सुँगुरको मासु मुला हैन त सुँगुरको मासु र मुला पाक्दै रहेछ साथीहरु यहाँनेरि ठ्याक्कै हामी आइसक्यौँ पकाउने दिदी यतै हुनुहुन्छ यहाँनेरि यतापट्टि रोनिस भाइ मोबाइल गेम खेलाएर छ केटाकेटी नै छ नि हाल्छन् मोबाइल गेम हानेको छ हैन परियाहरूलाई पकाउनु आउँदैन यहाँ चौधरीको पकाएको खाना हो अब यो पाहाडीहरूलाई यस्तो तरिकाले पकाउन आउँदैन प्राय चौधरीले पकाएको मिठो घुँगीदेखि लिएर हरेक चिजले क्या मिठो एकदम मलाई चाहिँ लाग्छ त्यही भएर हाम्रो दिदी आई दिदीले बिचरा यसरी पकाउनु भएको छ लसुन केलाउनु हुन्छ त्यहाँनिर यतापट्टि यो पुरै छ धनिया यहाँ डिब्बा यता डिब्बा रहेछ अब यो के को भाँडा हो यो मकडीको जाला चाहिँ के गर्नको लागि हो मकडीको जाला मार तार्छ हो भातको मार्दै मार तार्छ यसरी लाएर भात झर्दैन झर्दैन लाउँछ नि त थाल ए चाहिँ यही लाउँछ भनेपछि जालले हुन्छ जाल गेटौला अब दिदी फर्सेलो हँसेलो हुनुहुन्छ ल अब अस्ति भर्खरै जमुनाको भिडियो हालेको थिएँ अब दिदीको पालो आलु चप पकाउने अस्ति हालेको थिएँ मैले अब यहाँनिर चाहिँ सुँगुरको मासु र यो मुला दुवै मिलेर यसरी पाकिरहेको छ आज टेस्ट हुन्छ कस्तो हुन्छ यो खाने ल्याउनु भएको छ ए ल यसरी एकदमै खत्रै त खत्रै खत्रैले पाकिरहेको छ लसुन केलाएर नखिदिनु भेनाजुले फोन गर्नु भएको छैन के हुँदैछ भनेर गर्दैछ ल भेनाजुलाई पनि अब एकदम संवाद गरेर बोल्नु पर्ने छ त्यसरी है यो के चाहिँ रोनिस गल्छ्याङ ल खालि मोबाइलतिर ध्यान छ ये दिङछोरी कहाँ गयो ट्युसन ट्युसन ए ट्युसनतिर मान्छे ट्युसनतिर उता डेन्जर छ त्यसो भए पढ्नु पर्यो नि त पढ्नु पर्यो गजब रहेछ त्यसो भए गजब पाकिरहेछ यहाँनिर तर यो चुलो चुलो यस्तो अर्ग्यानिक पाराले छ यो चुलो चाहिँ हामीलाई त बनाउन आउँदैन तर यो चुलो चाहिँ बनाउने मान्छेले मान्नै पर्छ यसरी ल हेर्नुहोस् त नेपालगञ्जबाट आएको अरे नि त यो खोइ कहाँबाट आएको चुलो हो कि यसमा के मिसाएर बनाएको हुन्छ दिदी हो भुस मिसाएर माटोमा भुस मिसाएर यस्तो मोलेर बनाउनु पर्ने रहेछ नि यो ल हेर्नुहोस् साथीले चुलो अब हामी पाहाडतिर भए यत्रो मभन्दा ठुल्ठुलो ढुङ्गा खोजेर गाड्नु पर्थ्यो तिन ठाउँ भने चाहिँ यहाँ माटोकै चुलो यति राम्रो चुलो छ यो धेरै गरम वेट भाँडाहरू त हुँदैन होला नि यहाँ हुन्छ नि किन हुँदैन हुन्छ यत्रो यत्रो त हुन्छ यत्रो यत्रो भाँडामा पनि तर यत्रो ठुलो बनाउनु पर्छ ए दिदीको मेहनत चाहिँ खतरा छ हौ ल त्यसरी अनि बेसमारी ऊ किच्याएर केही बनाउनु भएको लसुन अदुवा किच्याएको छ किच्याएको छ दिदीले हो खत्रै किच्याएको छ नि लाइन त खत्रै नै हो खत्रै किच्याएको छ दिदीले ए यो लसुन अदुवा कुट्ने ओखली पनि खत्रै छ तपाईँको लेन्जा नि हो लेन्जा दो आज हामी उर्मिला दिदीको घर आइसकेका छौँ अब यो यस्तै हो कहिलेकाहीँ कता होइन पाहुना खान आएको दिदीकोमा खास गरी पाहुना खान आयो धुलो भयो ए यस्तो धुलो आउँछ है हामी उहाँ सिलौटामा पिस्छौँ हामी सिलौटामा पुस्छौँ सिलौटा उता फालिराखेको छ उतातिर फालिदिइहालेको ए मलाई सिलौटो के काम बर्खामा पानी आयो भने यो चाहिँ यो भुस्की दिदी केलाई खुवाउनु यसरी बाख्रालाई यो गाउँको हो नि ए गाउँको भुस यस्तो हुँदो रहेछ नि हौ गाउँको भुस है मान्छेको भुस चाहिँ यस्तो हुँदो रहेछ मान्छेले खाने भुस तपाईँ देखिहाल्नु अघि नै खोले हौ
खोल्यो यो खोल्यो ए ल